तिमीलाई थाहा छ नि होइन, माया प्रेमबाट म कति पर भाग्थेँ। मलाई कहिले पनि विश्वास थिएन यो माया प्रेममा। सानैदेखि कलिले उमेरदेखि यही देख्दै आएकी थिएँ कि यो मायाले कतिको घर बिगारेको छ, कतिको आँखामा आँसु दिएको छ। मैले कोही पनि खुसी भएको देखिनँ यो मायाले गर्दा। त्यसैले म मेरो जीवन एक्लै बिताउन चाहन्थेँ। तिमी आयो मेरो जीवनमा, विश्वास जित्यो, तर त्यो विश्वास केही समयको लागि मात्र रहेछ। मैले पनि त्यही गल्ती गरेँ जुन गल्ती म गर्न चाहन्नथेँ। हजारौँ बाचा बन्धन हाम्रा ती सबै बिर्सिदियो तिमीले। सिसा फुटे जसरी नै चकनाचुर भए हाम्रा ती सपनाहरू। छाडेर गयो। कति कमजोर रहेछ तिम्रो माया, तिम्रो सोच कति कमजोर रहेछ। एक महिना तिमीले नभेट्दा बिर्सिदियो यो मायालाई, जुन माया भन्ने गर्थ्यौ सबैभन्दा स्पेसल छ, सबैभन्दा माथि छ मेरो माया भन्ने गर्थ्यौ। तर त्यो माया यति कमजोर रहेछ नि, एक महिनामा बिर्सिदिने त्यो माया। आज म भगवानलाई थ्याङ्क यू भन्न चाहन्छु कि तिम्रो यो रूप, तिम्रो असली रूप यति छिटै मैले थाहा पाएँ। अब मेरो जीवनमा आउने प्रयास नगर्नुहोला। मैले तिमीलाई समयमै चिने, समयमै बुझेँ। तिमीलाई तिम्रो नयाँ जीवनको शुभकामना। खुसी हुनु।